जिन्दगी नमस्ते। हेलो गाइज, आज चाहिँ म चाहिँ कहाँ जाँदैछु साबुन लिन। पैसा 100 रुपियाँ छ। साबुन यति सकिन्छ कि कुरै छोड्दिनु। यति सकिन्छ कि कुरै छोड्दिनु। यहाँ चाहिँ दोकान बन्द छ, हेर्न सक्नुहुन्छ। दोकान चाहिँ पुरै बन्द छ। अनि अब साबुनको कुरा गर्दै थिएँ। दोकानवाली कहाँ गयो? दोकानवाली खोइ कहाँ। साबुन दुईटा दे। उहाँ चाहिँ मेरो भाइ हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। नुहादवा साबुनको दामै थाहा छैन भाइलाई। यो साबुनको दाम 35 रुपियाँ। यो मेरो भाइ मकै भर्खर मकैमा चाहिँ युरिया पोटास के हालेर आयो। अनि यो भाइ धेरै काम गर्छ। अनि यो 35 रुपियाँ मलाई दियो। यसको चाहिँ दाम चाहिँ 35 रुपियाँ। अनि 55 रुपियाँ घोरेर आयो, फर्केर आयो। अब जाँदैछु। यो हेर्न सक्नुहुन्छ फ्रीको पाउडर गाइज। मलाई चाहिँ एकदम रिस उठ्छ। कहिले बनेको थियो? अस्ति चाहिँ ब्लगमा बनाएको थिएँ होइन, रोड हाम्रो बन्दैछ भनेर। तर यहाँ 10 दिन 15 दिन भइसक्यो, अहिलेसम्म बनेको छैन गाइज। अब फ्रीको पाउडर खाँदै घर जानु पर्यो यो साबुन लिएर। प्लिज ल, हस् त बाई ल गाइज, म राखेँ ल।